अहिले चुनावी नतिजा हेर्ने माहौल छ। त्यसैले आधिकारिक वेबसाइटबाट रिजल्ट हेर्नको लागि त्यसको लागि क्रोम ब्राउजरमा जाने। क्रोम ब्राउजरमा गइसकेपछि निर्वाचन आयोगको आधिकारिक वेबसाइट इलेक्सन कमिसन नेपाल, यो election.gov.np यो हानेर यसलाई गो गर्ने। गो गरिसकेपछि यता तलपट्टि छ इलेक्सन रिजल्ट, निर्वाचन परिणाम, यसमा जाने। यसमा गइसकेपछि यसरी खुल्छ। यसमा अहिले यसमा देखाएको छ प्रतिनिधि तर्फको 165 वडामा, त्यसमा विजय टोटल 55 भएको छ। त्यो 55 मध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले 45 जितिसकेको छ, काङ्ग्रेसले 6, नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवाद लेनिनवादले 2, नेपाली कम्युनिस्ट पार्टीले 1, यसरी तलपट्टि एउटा स्वतन्त्र छ। यो रातोमा भएको विजय गरिसकेको, जितिसकेको, यो निलोमा भएको अग्रस्थानमा भएको, यसमा माथि पनि लेखेको छ विजय र अग्रस्थान भनिहाले। यसरी अब समानुपातिकको हेर्न पर्ने, यो समानुपातिकमा जाने। समानुपातिकमा गइसकेपछि जम्मा मत 2,69,990 गन्ती भइसक्यो, काउन्ट भइसक्यो, जसमध्ये 1,46,276 घन्टीको पक्षमा काउन्ट भयो, 40,136 काङ्ग्रेसको पक्षमा काउन्ट भयो, नेपाल कम्युनिस्ट पार्टी एकीकृत 33,081, नेपाली कम्युनिस्ट पार्टी 13,118, यसरी देखाएको छ। यसरी हामीले हेर्न सक्छौँ। यो प्रतिनिधि सभाको भयो। अब फेरि समानुपातिको हेर्न पर्ने, यसमा पहिलो हुने निर्वाचित हुने, यसरी यो प्रतिनिधि आयो, फेरि यो समानुपातिकमा गयो भने यसरी समानुपातिक हो। यसरी समानुपातिक र प्रतिनिधिको यसरी हेर्न सक्छौँ।